हास्य कलाकार जितु नेपाल मुन्द्रेले सबैका लागि जानकारीमूलक भिडियो लिएर आएका छन्। तपाईहरुलाई पनि यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोस्। ल यहाँलाई थाहा छ रहेछ यो हामीले चाहिँ प्लगमा यसरी राख्ने सबैले कोठाकोठामा यहाँ तार राख्ने अनि त्यसपछि चाहिँदाखेरि मोबाइल चार्जमा राख्ने अनि मोबाइल निकाल्ने यो चाहिँ प्लगमै राख्ने गरेका थियौँ। आजसम्म त ठिकै थियो, अस्तिसम्म त। तर अस्ति भइसक्यो भने प्राधिकरणबाट लाइन छ्याप्प हाई भोल्टेजमा आएपछि यो छ्याप्प मितिसिद्धे छ। अनि अब यो बिग्रेको हो कि भनेर हिजो यसो जचाउने लिएर गएको होइन, यो त गइसक्यो, अब यसको अन्त्येष्टि गरे हुन्छ भन्नु। अनि कति वर्ष त एउटाको भनेको यो ओरिजिनली किन्दा त 4-5 हजार जति पर्छ भन्ने कुरा आयो। यो मलाई परेको घटना भएको हुनाले चाहिँ तपाईँहरूलाई त्यस्तो नहोस् है भनेर म जानकारी दिन थालेको। खासमा त यो भोल्टेजका कारणले भएको, अब यो कसलाई भन्नु कसलाई उजुर गर्नु कहाँ गुनासो गर्नु, त्यस कारणले यो अरूतिर भन्नुभन्दा पनि यस्तो हुँदो रहेछ। सकभर चाहिँ यस्ता चिजहरूलाई चाहिँ चार्ज गर्नु पर्दा राख्ने, चार्ज गर्ने अनि यसलाई चाहिँ प्लगबाट निकालेर राख्यो भने बस्दो रहेछ र अनावश्यक खर्च हुँदो रहेछ। अब यो किन्दा राम्रै किन्ने भन्दा झन्डै 1500 जाने रहेछ। त्यसैले यहाँहरूलाई पनि मैले जानकारी गराएँ। परेपछि मान्छेले चेत्छ, यी हामीलाई चाहिँ परो यो परेको कुरा हजुरहरूलाई भनेको छु। अब हजुरहरूले पनि विचार गर्नु, नभए मैले जस्तै यो मरेको चार्जर लिएर चार्जर किन्दै हिँड्नुपर्ने अवस्था आउन सक्छ। बेलैमा विचार गऱ्यौँ। सामाजिक जनचेतनाको लागि मुन्द्रेको सन्देश। थ्याङ्क यू।